हेलो गुड मर्निङ गाइज। अनि तपाईँहरू आराम हुनुहुन्छ होला, म पनि आरामै छु। चाहिँ दाजु र म चाहिँ कहाँ जाने भन्दाखेरि दाजु र म चाहिँ टोके जान जाने। अनि टोके जान उता खै दाजुको मौली कता जानु पर्ने, मेरो चाहिँ बुढो मौली हो। अनि त्यहाँ जानुपर्ने हुन्छ। दाजु चाहिँ तल रेडी हुँदैछ होला, म पनि अब रेडी हुनुपर्ने हुन्छ। चट्ट लाएर म चाहिँ रेडी पनि भइसकेँ, अब जानुपर्ने हुन्छ। म चाहिँ घरदेखि नै हिँडिसकेको छु, घर चाहिँ माथि नै हो। अनि अब चाहिँ लाग्नु पर्ने हुन्छ। दाजु र म चाहिँ आज तल घरमा छ। मुङ्गुटलाई चाहिँ दाइ बनाउनु पर्यो नि यार। त्यो सुटालै भएन। कति हजारको हो थाहा छ कि त? कति हजार? एकै किन्दा 50-60 हजारमा हामी चाहिँ जान आँटेको। अब दाजुले बाइक निकाल्दैछ। अब चाहिँ हामी जान आँटेको। घरदेखि चलेको युएच भ्यू माथि मै दाजुलाई पनि सब्सक्राइब गरिदिनु। उसको चाहिँ अस्ति नै 1K आइसकेको छ। अनि मेरो चाहिँ अब भर्खरै 200 त्यस्तै पुग्दैछ। सपोर्ट माया गरिदिनु होला। के गर्नु सट्ट लाएर हामी चाहिँ खोलातिर आइसक्यौँ होइन। खोलाको सिरा नै भन्नुपर्छ होइन दाजु? लाएर चाहिँ हामी चाहिँ अब यहाँ चाहिँ यसपालिको अस्तिको बाढी पहिरोले लगिदिएको छ पुलै। अहिले चाहिँ यहाँदेखि हिँड्नु पर्ने हुन्छ, किन अहिले पर्छ हामी अब के गर्ने त दाजुभाइ भएको त्यस्तै हो। खासै काम त छैन, अब यो घुमघाम हो। आज चाहिँ चट्ट लाएर हामी चाहिँ यहाँ बिसिरहेको छौँ। यहाँ दाजुले सुट्टा खानुहुँदैछ। अनि हामी चाहिँ यता भ्यू पनि हेरिनेछ दुइटै। दाजु किन हामी सुट्टा नखाए अब अलिक पुऱ्याउनु सक्दैन नि त गाई। त्यही भएर चाहिँ सुट्टा अलिकति खाइसक्यो। अनि चाहिँ सर हामी चाहिँ हिँड्नु गाई टक्क लाएर देउराली पनि आइसक्यौँ। तपाईँहरूले देउरालीको भ्यू होइन यस्तै छ देउरालीको भ्यू चाहिँ। अब त्यहाँ हामी टक्क लाएर पहिला चाहिँ निकै बजार लाग्छ अरे, अहिले लाग्दैन रहेछ। आज शनिबार पनि हो, त्यसरी लाग्दैन क्या। हो भाइ पर्छ यार। हो साथी हामी लाग्छौँ ल। गाइड हेर्न सक्नुहुन्छ यस्तो चाहिँ छन्द हालत चाहिँ नि। अब चाहिँ हाम्रो यात्रा सुरु भयो। नचाली बस्छ त यहीँ हो। पहिला मैले एउटा भिडियो हालेको थिएँ, यस्तो टाढो जानुपर्छ अहिले त यो
यो बाटो चाहिँ माथि त्यो जाने बाटो ड्रमहरू जान्छ त्यो बाटो चाहिँ तल राम्रै छ भन्ने लागेको छ हामी यसरी जान्छौँ होइन यस्तो बाटो बनाया था भ्यू है गाइस दामी यहाँ चाहिँ रहेछ बाइक चाहिँ यहाँ पछि के भयो फेरि बोलेको है मुझे कितनी फोन आ रही मुझे कितनी फोन आ रही सो गाइस दाजुको चाहिँ भिडियो भएन रहेछ कस्तो खालको छ जुत्ताको हालत हेर फेरि ए कसले फोन गर्यो नि मलाई यार तेरै बुढोले काम बिगारेछ नि त यहाँ तेरै बुढोले काम बिगारेछ नि त यहाँ दाजुको भिडियो त हेर्नु न छोटा लगाएर दाजुले फोटो खिच्नु कसो लागि चाहिँ यहाँ लगिसक्यो सो गाइस हामीको यात्रा चाहिँ फेरि सुरु भइसकेको छ चलौँ लगाइ हामीको यात्रा सुरु भइसक्यो तल लाएर चाहिँ भरे चाहिँ हामी अहिले कुरा गर्नुपर्ने हुन्छ टोल घरमा मेरो चाहिँ भिडियो अनि पुस्ट भइदियो र हाम्रो भाइको देखि अब हल्का हल्का क्लिप हालिन्छ होला भरे यता मिलाएर मेरो चाहिँ हल्का पुस्ट भइदियो क्या फोन आएर के भएर त्यस्तै हो अनि बित्दै भयो क्या तर अहिले चाहिँ हामी एकछिनपछि टोलको घरमा जान्छौँ त्यहाँदेखि मात्रै कन्टिन्यू गर्छु म चाहिँ त्यहाँ चाहिँ राम्रो सिन आउँछ त्यहाँतिर चाहिँ म बनाउँछु भिडियो हाम्रो भाइलाई पनि यस्तो होइन मेरो साथीलाई अब मेरो सपोर्ट गरिदिनु पऱ्यो मेरो त निकै माथि नै छ जानु पनि हुनु त अब त्यति माथि नै त नभनौँ 1K सब्सक्राइबर भनेको कति नै हो र तर पनि 1K बनाउनलाई चाहिँ मैले 2 वर्ष सायद 2 वर्ष जस्तो सङ्घर्ष गरेँ त्यति गर्दा मात्रै 1K सब्सक्राइबर पुरा भएको छ र बिस्तारै बिस्तारै अब यो भाइले नि स्ट्रगल गरिरहेको छ स्ट्रगलमा चाहिँ सबैले साथ दिनु पऱ्यो सपोर्ट दिनु पऱ्यो हामी यो घरमा आइपुग्यौँ टक्क यो घरमा हो हामी चाहिँ खोलाएर पुग्नुपर्ने ल सो दाजु चाहिँ यहाँ त बिसाउने अरे बाइक आइए सो गाई चिन्नु सकेन क्या ए म्याक्री फिलाहरू दुखेर त यो ठाउँ हेरेन के बिसाउने लड्छ है चट्ट लाएर हामी चाहिँ अब घरमा आचुके त हिँड्दैछौँ काल हामी छैन मेरो चाहिँ कस्तो आँखामा झन्डै पस्यो क्या हिरा बिहाको घर यहीँ हो अहिले फेरि कहाँ जानुभयो यता आउनुहुन्छ
यता आउनु पारी बस्नु सो गाइस हामी चाहिँ यहाँ माथि चाहिँ हुनु रहेछ अब हामी चाहिँ माथिको डाँडा पुग्नु भनेर कहाँ त्यो डाँडामा त्यो पर त्यतै जाउँ न अघि त्यही हो बढी टाउको दुख्छ ल ल ल ल फेरि यस्तो घाउ आइसक्यो माएको यसो गालामा आज म लड्छु जस्तो लागिरहेको छ सुन यो ब्रेक कम्ती क्या लाग्छ छैन त सो दाजुले चाहिँ अब टक्क बोलाएर अब के भन्नु गाई छैन यो चाहिँ अब अलिक ट्राफिक चाहिँ अब यहाँतिर पनि बस्दै बेला भयो मलाई लगन लिएका पछाडि अब तेरो पनि त ज्यान हो नि त मलाई तेरो पनि त ज्यान हो नि त मलाई के हुँदैन नि त यसो म चाहिँ एउटा खेलाएर अमेरिका पैसा तिरै छिट्यो पैसा तिरै छिट्यो केको मेरो कपाल क्या चाहिँ मेरो पनि लामो चाहिँ लामो भइसकेको छ कपाल म त तपाईँ काट्दिनँ क्या घरमा गिद्दी हाने आएछ क्या बुढीले समझ रहे हो आप समझ रहे हो माथि पो घुम्नुपर्छ होला है यहाँदेखि चाहिँ नयाँ फेरि यहाँ छुट्याएको नि यो ल अर्को त्यताबाट जित्दैन हामी चाहिँ चट्टा लगाएर अब चाहिँ हिँड्दैछौँ होइन बेला बेला पुल चाहिँ गाई यस्तो अब अलिक पर पुगेपछि देखिँदो रहेछ क्या टल्क्यो क्या मेरो के टल्क्यो क्यामेरा सो हामी चाहिँ अब हिँडिरहेको छौँ होइन अनि माथिदेखि हामी चाहिँ घुमौँ भनेको फेरि लास्ट घुम्नु पर्दो रहेछ क्या अनि यहाँ बरु माथि माथि घुम्नु पर्दा त बरु भन्दा हामी बरु चट्टा लगाएर हिँडेरै राम्रो हो भनेर हामी चाहिँ हिँड्दैछौँ ठुलो बोल्नु न भेन्डी पो रहेछ यहाँ देखाउँछु सट्टा Pina cho nó khá gì? Đưa tao mấy chuyện mà nó ngó được được tía, một cái gì? 아니, Ờ, 되게 이쁜 자 있어. है ती लामो चाहिँ थियो. để làm thiếu भन्ने cái gì? रहेछ। लामै भेट्नुभएको अनि यो त लामो चाहिँ रहेछ। समय भने यो त खाम पुगिहाल्छ. त्यसले समय अनि कराउने अनि गर्ने हो नि त. चट्टा लगाएर हामी चाहिँ यहाँ घरदेखि हिँडिसकेको सो अनि यहाँ जडीबुटी ल्याउनु आउनु छ भने चाहिँ यहीँ आउँदा हुन्छ यहाँ चाहिँ किनभने यहाँ विभिन्न तरिकाको जे पनि बनाउनु हुन्छ दिवाले सो आइदिनु त्यस्तो ढाड कम्बरहरू मर्किएको छ भने सो आउनुहुन्छ यहाँ आउँदा हुन्छ तपाईँहरू र हाम्रो बाजेको 98 सो त्यस्तो कन्ठ गरेको सो त्यसमा डायल गर्नु तपाईँहरूले अनि आउँदा हुन्छ यहाँ बाजेकोमा चाहिँ बाजे कि दिवा पर्छ हाम्रो त होइन चट्टा लाएर अब चाहिँ हामी कहाँ जानु भने घुम्नु जानु होइन हामी चाहिँ गाइड अब टोर्के झर्ना जाने हो सो अब चाहिँ सब हामीले काम सक्यौँ अनि टोर्के जाने चल्दिने हो गाइड
चट्टा लाग्यो त्यति टाइपको आउने बेलामा गाइस के गर्नु र भोक लाग्यो म त लागेन के भयो सो गाइस अब चाहिँ होइन तल हामी चाहिँ अघि पनि थियौँ टाढो छौँ होइन अब हामी चाहिँ टक्क अघि हामी बसेका अलिक यता भेटौँमै टक्क आएको कुरालो म भ्लग बनाउने गर्छु पुगिसम्म अहिले चाहिँ अब बसेको आयो त्यस्तो सो चट्टा लाएर हामी चाहिँ ओह्रालो झर्दैछौँ अब किनभने हामी तल टोर्के झर्ने हेर्न जाँदैछौँ टोर्के गाइस दाजु अगाडि चट्ट हिँडिरहेको छ अनि त्यो त ल आमा कहिले पुग्नु आधी घन्टा सो गाइस आधी घन्टा लाग्छ रे आधी घन्टा पुग्नुको लागि यहाँतिर कि सो आधी घन्टा लाग्छ पुग्नुको लागि त ल हेरौँ यतिकै होस् अब म चाहिँ पुगेपछि मात्रै बनाउँछु किनभने अब फोनमा चार्ज पनि छैन मेन कुरो त नि अब भरे भिडियोहरू जोड्नु लास्ट उयो धेरै हुन्छ क्या लामो हुन्छ अघि घरदेखि हिँडेदेखि बनाएको गाई छैन अब बाइकतिर हिँडेको लगाउनु पऱ्यो भिडियो लामो हुन्छ अनि सो म चाहिँ अब तल पुगेपछि मात्रै भ्लग बनाउँछु सो गाई चाहिँ हामी चाहिँ झर्नाको फेदमै आइसक्यौँ होइन तपाईँले झर्ना पनि हेर्न सक्नुहुन्छ यता जानुपर्ने हुन्छ वाउ बबाल रहेछ यार झर्ना गाई टोर्के झर्ना यस्तो छ आम्मामा यार सो गाइस चाहिँ हाम्रो चाहिँ आइफोनको पनि चार्ज सकिगयो यस्तो राम्रो ठाउँ आउँदाखेरि तर केही छैन 4-5वटा भिडियो क्लिपहरू चाहिँ खिच्नु पाइयो त्यति मात्रै हो र अब यो पुलमा चाहिँ हामी जान पनि पाइएन किनभने हामीलाई फोनले साथ पनि दिएन यहाँ करेन्ट पनि छैन रहेछ क्या मेन कुरो चाहिँ अब करेन्ट भएको चाहिँ फोन चार्ज गरेर जान्थ्यौँ हामी तर जे होस् एकदम राम्रो ठाउँ छ यो घुम्न आउनु पऱ्यो चट्टै हाम्रो र भ्लगर भाइ पनि आइपुगेको छ आज यो चाहिँ खासमा मेरो कन्टेन्ट बनाएर ल्याएको यसले तर यसले अरे मेरो फोनले मलाई साथ दिएन तर पनि केही छैन भाइको भ्लगमा हेरिदिनु होला आज हामी घुमेको ठाउँहरू चाहिँ यस्तो छ है र मलाई पनि सपोर्ट गरिदिनु होला कतिपय अब नयाँ सब्सक्राइबरहरू छ होला भाइको अनि सबैजनाले मलाई पनि सपोर्ट गरिदिनु होला अनि त्यति भन्न चाहे मेरो युट्युब च्यानल चाहिँ छ सरोज भ्लग इलाम छ अनि त्यहाँ गएर मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु नबिर्सिनु होला भन्न चाहे अब हामी धेरै बोल्ने पनि छैनौँ किनभने हामीलाई पानी पनि पर्ला छ पानी पर्न आँट्यो त्यही भएर अलिक स्पिड जानुपर्ने हुन्छ हाम्रो पसिना भइसक्यो गाइस म चाहिँ घर पनि आइसकेको छु अनि आजको भिडियो चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई सो कमेन्ट गरिदिनु होला अनि म चाहिँ लुगाहरू नफेर्छु क्या पुरै थकित भएर बसिरहेको छु अनि मेरो फोनमा पनि चार्ज छैन फोन चार्ज गरेर बनाउनु चाहन्छु अनि लामो छ क्या भिडियो आजको चाहिँ अनि म त्यही भएर फर्केको चाहिँ नभनेको लामो छ हुन्छ र अनि सो त्यति भन्दा आजको भिडियो चाहिँ म यहीँ ढालिदिनु पर्ला अर्को भिडियोमा म अर्को भिडियो पनि लिएर आउने चाहिँ छु नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हस्त धन्यवाद गाइस आजको भिडियो यति नै